यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्दै आजको प्रमुख अतिथिको रूपमा सम्मानीय सभामुख श्री डोल प्रसाद अर्यालज्यू हाम्रो सामु आगमन भइसक्नु भएको छ। कृपया सबैजना उठेर उहाँलाई स्वागत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सम्मानीय सभामुख श्री डोल प्रसाद अर्यालज्यू। कार्यक्रम एकछिनपछि गरिदिनु होला। सम्पूर्ण महानुभावहरूलाई आफ्नो सिटमा बसिदिनु हुन फेरि एकचोटि अनुरोध गर्दछु। औपचारिक कार्यक्रम अलि अगाडि बढाउन चाहन्छु। नमस्कार जोजोलपा। आज मिति 2083 साल अषाढ महिनाको 13 गते शनिबार, तदनुसार 27 जुन 2026 एवं नेपाल सम्वत 1146 वैदिनी पाठी तथा नारायण मन्दिर संरक्षण समितिको तर्फबाट आयोजना गरिएको काठमाडौँ क्षेत्र नम्बर 9बाट निर्वाचित सांसद तथा प्रतिनिधि सभाका सम्मानीय सभामुख श्री डोल प्रसाद अर्यालज्यूलाई बधाई तथा शुभकामना कार्यक्रममा पाल्नुभएका सम्पूर्ण महानुभावहरूमा म कार्यक्रम सञ्चालक रविन्द्र महर्जनको तर्फबाट बिहानीको न्यानो अभिवादन स्वीकार्नुहोस्। सर्वप्रथम आजको यस कार्यक्रमको सभाध्यक्षता ग्रहण गरिदिनु हुन वैदिनी पार्टी तथा नारायण मन्दिर संरक्षण समितिका अध्यक्ष श्री प्रेमबहादुर रुक्खाज्यूलाई हार्दिक अनुरोध गर्दछु। सभाध्यक्षताको अनुमतिले आजको यस कार्यक्रम अगाडि बढाउन चाहन्छु। सर्वप्रथम आजको यस कार्यक्रमको प्रमुख अतिथिको रूपमा काठमाडौँ क्षेत्र नम्बर 9बाट निर्वाचित सांसद तथा प्रतिनिधि सभाका सम्मानीय सभामुख श्री डोल प्रसाद अर्यालज्यूलाई प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी काठमाडौँ महानगरपालिका वडा नम्बर 14 का वडा अध्यक्ष श्री सुमन श्रेष्ठज्यूलाई पनि मञ्चमा आई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक प्रतिनिधिज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी श्री उमादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्षज्यू, त्यसैगरी श्री भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वा प्रतिनिधिज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी श्री सिद्धि गणेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वा प्रतिनिधिज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी श्री वैदिनी पार्टी तथा नारायण मन्दिर व्यवस्थापन समितिका सल्लाहकार श्री बालकृष्ण मैनाली सर्वप्रथम
आजका प्रमुख अतिथि सम्मानित सभामुख श्री डोल प्रसाद रोक्काज्यू तथा आयोजक कमिटीका तर्फबाट विक्रम खड्केज्यूलाई त्यसै गरी सम्पूर्ण अतिथिज्यूहरूमा खाजाद्वारा स्वागत सम्मान गरिदिन हुन आयोजक कमिटीका साथीहरूलाई हार्दिक अनुरोध गर्दछु। उपस्थित महानुभावहरूले तालीद्वारा अतिथिहरूलाई स्वागत गरिदिनु अनुरोध गर्दछु। कार्यक्रमलाई अगाडि बढाउने क्रममा उपस्थित सम्पूर्ण महानुभावहरूमा राष्ट्रिय गानमा सरिक भइदिनु हुन हार्दिक अनुरोध गर्दछु। राष्ट्रिय गानका लागि श्री रुकाजीलाई अनुरोध गरे। प्रकृतिका कोटि कोटि सम्पदाको आचला वीरहरूका राजधानी स्वतन्त्र र अचल ज्ञान भूमि शान्ति भूमि तारै पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छ विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। धन्यवाद। त्यसै गरी ज्ञात अज्ञात सहित तथा जेन्जी सहितहरूको सम्मानमा 1 मिनट मौन धारणामा सरिक भइदिन हुन पनि अनुरोध गर्दछु। समय सुरु। धन्यवाद। त्यसै गरी यस कार्यक्रमको समुद्घाटन तथा शुभारम्भका लागि पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिदिनु हुन आजका प्रमुख अतिथि सम्मानीय सभामुख श्री डोल प्रसाद अर्यालज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद आजका प्रमुख अतिथिज्यू। अब यस कार्यक्रमलाई अगाडि बढाउने क्रममा वैदिनी पार्टी तथा नारायण मन्दिर संरक्षण समितिका सल्लाहकार श्री बालकृष्ण मैनालीज्यूलाई स्वागत मन्तव्य राखिदिनु हुन अनुरोध गर्दछु।
अतिथिका रूपमा मञ्चमा आसीन प्रतिनिधि सभाका सम्मानीय सभामुखज्यू, अतिथिका रूपमा मञ्चमा आसीन पूर्व मन्त्री श्री कृष्णगोपाल श्रेष्ठज्यू, श्री कुमारी क्लबका अध्यक्ष नकुल हमार ठकुलीज्यू तथा श्री कुमारी क्लब स्थित विभिन्न मन्दिर समितिहरूबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधिज्यूहरू, उपस्थित दाजुभाइ तथा दिदीबहिनीहरू, सर्वप्रथम प्रमुख अतिथिको रूपमा सम्मानीय सभामुखज्यूलाई अगाडि नै स्वागत गर्ने थियो, तर पनि केही विशेष परिस्थितिले गर्दाखेरि केही ढिला हुन गएको छ। त्यसलाई सुशासनको लयमा अगाडि बढाउनको लागि आवश्यक पर्ने विधेयकहरू प्रतिनिधि सभाबाट पारित गराउने कार्यमा सम्मानीय सभामुखज्यूलाई सफलता मिलोस् भन्ने कामना गर्दै आजको सगुन बधाई तथा शुभकामना कार्यक्रममा प्रमुख अतिथि तथा उपस्थित सबैलाई स्वागत गर्दछु। स्वागतम सुस्वागतम। धन्यवाद। वैदिक मन्दिर तथा नारायण मन्दिरका सल्लाहकार श्री बालकृष्ण मैनालीज्यू, अबको हाम्रो कार्यक्रम रहेको सगुन दिने कार्यक्रम, त्यस भएकोले सगुन दिनको लागि हाम्रो आयोजक कमिटीका साथीहरूलाई तयारी अवस्थामा रहिदिनुहोला। आजको हाम्रो आकर्षक तथा मुख्य कार्यक्रम भनेकै सगुन दिने कार्यक्रम हो। त्यस भएकोले आजको कार्यक्रमको लागि सगुन दिनको लागि आजका सबै साथीहरूले सगुनको तयारी सहित अगाडि सगुनको लागि आजका हाम्रा आकर्षक प्रमुख अतिथि सम्मानीय सभामुख श्री गुरुप्रसाद अर्यालज्यूलाई सगुन तथा सुख बधाई तथा सम्मान गरिदिन हुनका लागि आयोजक कमिटीका तर्फबाट शीतल भट्ट, रेणु खड्की, पूर्णदेवी साई, स्वेच्छा महर्जन तथा सुनिता रुखताज्यूलाई अनुरोध गर्दछु। सगुन कार्यक्रमका लागि 10 मिनट भनेर छुट्याएका छौँ। 10 मिनटभित्र चाहिँ नि सगुन दिई सकाइदिनु हुन पनि आयोजक कमिटीका सम्पूर्ण महानुभावहरूलाई अनुरोध गर्दछु।
धन्यवाद आयोजक समितिका सम्पूर्ण सदस्यहरूमा। अब हाम्रो कार्यक्रमलाई अगाडि बढाउने क्रममा बधाई तथा शुभकामना मन्तव्य राखिदिनु हुन श्री कुमारी क्लबका अध्यक्ष श्री नकुल हमाल ठकुरीज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद उद्घोषकज्यू। वैद्युनी पार्टी तथा नारायण मन्दिर संरक्षण समितिले आयोजना गरेको यस बधाई शुभकामना तथा चियापान कार्यक्रमका सभाध्यक्षज्यू, आजका यस कार्यक्रमका प्रमुख अतिथि सम्माननीय सभामुख डोल प्रसाद अर्यालज्यू, पूर्व मन्त्री कृष्ण गोपाल श्रेष्ठज्यू र मञ्चमा आसीन्न सम्पूर्ण व्यक्तित्वहरू र उपस्थित सम्पूर्ण महानुभावहरूमा मेरो व्यक्तिगत तर्फबाट र कुमारी क्लबको तर्फबाट हार्दिक नमस्कारको अभिवादन टक्राउन चाहन्छु। आजको यस ऐतिहासिक कार्यक्रममा शुभकामना व्यक्त गरिदिनको लागि टोलवासीकै तर्फबाट र कार्यक्रम छोटो कार्यक्रम सभामुखज्यूको समय धेरै नभएको कारणले छोटो कार्यक्रम रहेकोले टोलवासीको तर्फबाट क्लबको अध्यक्षज्यूले शुभकामना तथा बधाई राखिदिनु हुन अनुरोध गरे अनुसार मैले श्री कुमारी क्लब र हाम्रो कुमारी क्लब क्षेत्रभित्रका सम्पूर्ण महानुभावहरूको तर्फबाट सम्माननीय सभामुख ज्यूलाई बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। आज यस ऐतिहासिक कार्यक्रम कुमारी क्लब हुन गइरहेको छ र हामीलाई खुसी लागेको छ। हाम्रो क्षेत्रबाट निर्वाचित सांसद सम्माननीय व्यक्तित्व डोल प्रसादज्यू देशको सभामुख जस्तो गरिमामय पदमा पदासीन हुनुहुन्छ। मैले यही कार्यक्रम कुमारी क्लबको क्यालेन्डर विमोचन कार्यक्रममा क्लबको तर्फबाट सभामुखज्यूलाई बधाई तथा त्यही बेलामा प्रमुख अतिथि बोलाउने चाहना राखेको थिएँ, तर त्यतिखेर सभामुख भर्खर भइरहनु भएको र उहाँको कार्य व्यस्तताले गर्दा कुमारी क्लबको कार्यक्रममा र कुमारी क्लबले आयोजना गर्दा उहाँलाई मैले सम्मानको कार्यक्रम त्यतिखेर तत्कालीन अवस्थामा गर्न सकिनँ। तर पनि आज म खुसी छु, कुमारी क्लबलाई हाम्रो टोलवासीले छाता सङ्गठनको रूपमा मानिरहनु भएको छ। छाता सङ्गठन कुमारी क्लबलाई सम्पूर्ण टोलवासी, मन्दिर व्यवस्थापन समिति, टोल समिति सम्पूर्णले छाता सङ्गठनको रूपमा मानिरहँदा आज हाम्रै छाता सङ्गठन अन्तर्गतको वैद्युनी पार्टी तथा संरक्षण समितिको यो आयोजना हामी कुमारी क्लब र हामी टोलवासी सम्पूर्णको तर्फबाट हाम्रै आयोजनामा रहेको कार्यक्रम हामीले गर्वका साथ स्वीकारेका छौँ र हाम्रा सभामुखज्यूलाई स्वागत सम्मान गर्न गइरहेका छौँ। हामी कुमारी क्लब क्षेत्रभित्र बसोबास गर्ने महानुभाव व्यक्तिहरू एकदम सौभाग्य मानेछौँ। हामी हाम्रो कुमारी क्लब क्षेत्रभित्र
सामाजिक कार्यमा कुमारी क्लबलाई छाता सङ्गठनको रूपमा लिएर सम्पूर्ण टोलवासीले हामीलाई माया गर्नुभएको छ। हाम्रो क्लब विकास निर्माणमा खेलकुदमा अगाडि बढिरहेको कुरा यहाँहरूलाई सर्वविदितै छ। कुमारी क्लबले 16औं कार्य समितिदेखि अहिले बागमतीमा स्पोर्ट्स पार्कको निर्माण गरिरहेको छ। काठमाडौँ महानगरपालिकाको ठुलो लगानी त्यहाँ परिसकेको छ। अहिले त्यो बागमतीमा स्पोर्ट्स पार्क बनिरहँदाखेरि बागमती सभ्यताले आएर 1-2 दिन अगाडि त्यहाँ यो बागमतीमा यस्तो काम गर्नुहुन्न भनेर बाधा अर्चन पुर्याउने काम भएको थियो। त्यो किन भयो, कसरी भयो हामीलाई थाहा छैन, तर पनि हामीले हाम्रा कुरा लगेर राख्यौँ र राखिसकेपछि फेरि पुनः त्यो स्पोर्ट्स पार्क सुचारू भएको छ। र यो स्पोर्ट्स पार्कलाई अझ राम्रो व्यवस्थित गरिदिनु हुनको लागि आजका प्रमुख अतिथि सम्मानित व्यक्तित्व डोलप्रसाद अर्यालज्यूको पनि त्यसमा ध्यान रहोस् भन्ने मैले यही मञ्चबाट आह्वान गर्न चाहन्छु। र हामीले अहिले कुमारी क्लब क्षेत्रभित्र गर्नुपर्ने धेरै कामहरू निरन्तर रूपमा गर्दै आइरहेका छौँ। कुमारी क्लबको इतिहास 41 सालदेखिको आज 83 सालसम्म आइरहँदाखेरि यही पूर्व अध्यक्षहरू यही देखिरहेको छु मैले, पूर्व अध्यक्ष, संस्थापक अध्यक्ष, विभिन्न कार्यकालमा कुमारी क्लबमा रहेर कार्य गर्नुहुने र कुमारी क्लबको क्षेत्रलाई, कुमारी क्लब टोललाई अगाडि बढाउनु हुने सम्मानित व्यक्तित्वहरू मैले देखिरहेको छु। र आज मैले कुमारी क्लबलाई नेतृत्व गरिरहँदाखेरि कुमारी क्लबमा विकास निर्माणका कार्यहरू स्थानीय निकाय, महानगरले र हाम्रा पूर्व सांसद, यस क्षेत्रका पूर्व सांसद कृष्ण गोपाल दाईको पालामा धेरै कामहरू भइसकेको छ। खानेपानी, बाटो, बत्ती, सम्पूर्ण कुराहरूको हामीलाई जसोतसो गुजारा गर्नु सक्ने गरी हामीले गरिरहेको छौँ। अब सिङ्गो टोलवासी र हाम्रो कृष्ण गोपाल दाईको इच्छा, हामी सबै टोलवासीको इच्छा मैले यहाँ देखिरहेको छु। हाम्रा आदरणीय डाक्टर रुद्रप्रसाद रेग्मी उपाध्याय सरले आजभन्दा 10-20 वर्ष अगाडि बनाउनु भएको त्यो गुरु योजना अन्तर्गतको एउटा काम, ठुलो काम, महत्त्वपूर्ण काम हामीले गर्न सकिरहेका छैनौँ। हामीले विभिन्न कालखण्डमा त्यसलाई प्रयासरत गरिरहेका छौँ, प्रयासरत छौँ। र आज मैले यही मञ्चबाट सम्माननीय सभामुखज्यूलाई विनम्रतापूर्वक आग्रह गर्दछु, यो स्वर्णिम समयमा, यो तपाईँको स्वर्णिम समय रहेको छ। यो समयमा हाम्रो टोलले त्यो गुरु योजनाको त्यो एउटा स्वप्न पुरा हुनेछ भन्ने हामीले आशा लिएका छौँ। त्यो के हो भन्दाखेरि हामी 14 वटा काठमाडौँ महानगरपालिका र कीर्तिपुर नगरपालिकाको सिमानामा रहेका छौँ र त्यो सिमाना अन्तर्गत कुमारी क्लबको अन्तिम बिन्दुमा हामीले एउटा पोखरी, वाटर ल्यान्ड भन्छ के अरे त्यसलाई, पोखरी निर्माण गर्नको लागि, वेटल्यान्ड निर्माण गर्नको लागि धेरै प्रयास गरिरहेका छौँ। र कृष्ण गोपाल दाई सभासद भइरहँदाखेरि तत्कालीन मेयर विद्यासुन्दर साक्य र वडा अध्यक्ष हाम्रो शोभा सापकोटा भइरहँदाखेरि एक किसिमको डिपिआरको काम सम्पन्न भइसकेको छ। अब मलाई विश्वास छ यस कामलाई पूर्णता दिन हाम्रा सभामुख, आजका सम्मानित व्यक्तित्व डोलप्रसाद अर्यालज्यूले यसलाई सम्पन्नता गर्नुहुनेछ भन्ने विश्वास मेरो क्लबको र टोलवासीको तर्फबाट व्यक्त गर्दै फेरि पनि आजको यस बधाई तथा सम्मान शुभकामना कार्यक्रममा बधाई दिँदै उहाँको कार्यकाल सफलतापूर्वक सम्पन्न रहोस् भन्ने विश्वास लिँदै बिदा हुन चाहन्छु। हस्, धन्यवाद। धन्यवाद श्री कुमारी क्लबका अध्यक्ष नकुल हमाल ठकुरीज्यू। उहाँले यस क्षेत्रभित्र रहेका समस्याहरू हार्दिक अनुरोध गर्दछु। आजको यस कार्यक्रम
सङ्घका सभा अध्यक्ष महोदय, यहाँ उपस्थित हुनुभएको विशेष गरी क्षेत्र नम्बर 9मा बसोबास गर्नुहुने अझ त्यसमा पनि करिब 40 वर्षभन्दा पुरानो कुमारी क्लबमा आबद्ध हुनुभएका तमाम यहाँको दाजुभाइ तथा दिदीबहिनीहरू, मैले भन्नै पर्ने र धेरै अगाडि आएर भन्नुपर्ने कुरा एउटै मात्रै हो, तपाईँहरूलाई धन्यवाद। तपाईँहरूले जुन विश्वास र आशा र हामीसँग भरोसा गरेर मलाई यो निर्वाचन क्षेत्रबाट निर्वाचित गराएर पठाउनु भयो, त्यसको लागि म कृतज्ञता ज्ञापन गर्न चाहन्छु। यहाँहरूलाई हृदयदेखि हार्दिक धन्यवाद दिन चाहन्छु। म यो क्षेत्रमा मैले नामै लिएर सम्मान गर्नुपर्ने कृष्ण उपाल दाईसँगै हुनुहुन्छ। उहाँहरूले लामो समयदेखि काठमाडौँ क्षेत्र नम्बर 9लाई बनाउनको लागि उहाँहरूको तर्फबाट पहलहरू गरि नै रहनुभयो, प्रयासहरू गरि नै रहनुभयो र भर्खरै हामी त्यहाँ बसेर कुरा गर्दै गर्दा पनि धेरै कामहरू भइसकेको छ है भनेर दाजुले सुनाउँदै हुनुहुन्थ्यो। हामी अहिले यस्तो मोडमा आइपुगेका छौँ, नेपालको राजनीतिक इतिहासमा करिब 67 वर्ष पछाडि एउटै राजनीतिक दलले करिब 2/3 पाएको एउटा ऐतिहासिक समयमा छ। यो कुनै एउटा राजनीतिक दल र त्यसको इतिहासलाई हेरेर दिएको मत थिएन। यो मात्र के थियो भने एकपटक यो देश अब युवाहरूको हातमा जानुपर्छ र युवाहरूले यो देशमा केही गरेर हुर्कँदै गरेका हाम्रा साना नानी बाबुहरू र हाम्रा अग्रजहरूले यो देश बनाउनका लागि, समृद्ध बनाउनका लागि गरेका प्रयासहरूलाई यसको स्थायित्व दिएर एउटा स्थिर सरकार बनेर भ्रष्टाचारको अन्त्य गर्ने, सुशासन कायम गर्ने, विकासको लागि चाहिँ हामीले 24 घण्टा देशलाई उठाएर हामी 24 घण्टा काम गरेर रोजगार सिर्जना गर्ने र नेपालीलाई अब खुसीले मात्रै विदेश जानु पर्योस्, न कि परिवार पाल्नको लागि, परिवारको श्रीमतीको लागि, बालबच्चाको लागि, कपडा किन्नको लागि, पढाउनको लागि, आमा बुवाको उपचारको लागि विदेश जाने दिनको अन्त्य होस् भनेर त्यो विश्वासले, त्यो आशाले, त्यो भरोसाले सायद एउटै दललाई त्यो किसिमको बहुमत दिएर सरकार बनाउन र सदनमा पठाउनु भएको कुरा मलाई लाग्छ आज सबैलाई त्यो विश्वास छ। त्यस कारणले म काठमाडौँ 9 नम्बर क्षेत्रबाट निर्वाचित भए तापनि मेरो जिम्मेवारी तत्कालीन समयमा राजनीतिक दल स्थापना गर्दादेखि होस् या आज सदनमा संसदीय भूमिकामा, कानुन निर्माण गर्ने ठाउँमा सभामुखको भूमिकामा रहँदाखेरि मैले यो देशलाई, यो देशमा 77 जिल्ला छ, 753 स्थानीय निकाय, 6743 वडा, हामीले सबै यो देशलाई साथै प्रदेशलाई समान रूपमा यो देशको भूगोललाई हेरेर, यो देशको जनताको चेतनाको लेभललाई, यो देशको शिक्षाको अवस्था, यो देशको स्वास्थ्यको अवस्था, विकासको अवस्था, यो सबैलाई हेरेर हामीले यो देशलाई सौँदो कानुन निर्माण गर्नुपर्नेछ, भएका कानुनहरूलाई संशोधन गर्नुपर्नेछ। अनि जनताले साँच्चै नै मेरो लागि अब सरकार छ, राज्यले मेरो लागि काम गरिरहेको छ भनेर सबै नागरिकहरूले महसुस गर्ने गरी यो देश सञ्चालन गर्नुपर्नेछ। त्यस कारणले म आदरणीय उपस्थित दाजुभाइ तथा दिदीबहिनीहरूलाई म मेरो ठाउँबाट, व्यवस्थापिकाको तर्फबाट, कानुन निर्माण गर्ने ठाउँको तर्फबाट इमान्दारिताको साथ तपाईँहरू मतदाताहरूलाई कहिल्यै पनि शिर ननिहुर्याउने गरी, तपाईँहरूको शिर निहुरिने दिन नआओस् भन्ने गरी कानुन निर्माणमा अहोरात्र खट्दैछु, जसले तपाईँहरूको शिर अझ उच्च राख्न सकोस्। मलाई विश्वास छ सरकारले तपाईँ हाम्रो सबैको मागलाई सम्बोधन गर्ने गरी त्यो स्पिडमा सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा अहिले भएको सरकारले काम गर्नेछ। त्यसै गरी कानुनलाई पालना गर्नको लागि सम्माननीय प्रधान न्यायाधीशज्यूको नेतृत्वमा रहेको न्यायपालिकाले काम गर्नेछ। मैले भन्ने गरेको छु, हाम्रो संविधानलाई अक्षरशः टेकेर, संविधानको पालना गरेर हामीले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको स्पिड र स्पिरिट मिल्न सक्यो भने जनताले धेरै छिटो विकास, समृद्धिको अनुभूति गर्न पाउनुहुनेछ। त्यस कारणले यो जनताको अगाध विश्वास, अगाध माया, अगाध हामीप्रतिको भरोसालाई कहीँ कतै 1 इन्च पनि तलमाथि हुन नदिकन काम गर्ने प्रतिबद्धता म तपाईँ मतदाताज्यूहरूलाई व्यक्त गर्न चाहन्छु। तपाईँहरूले मलाई सायद एकदमै कम सार्वजनिक रूपमा देखिएको मान्छे, तर पनि 9 नम्बर
क्षेत्रमा मलाई कुमारी क्लबले तत्कालीन समयमा पनि जति बेला म आफ्नो उम्मेदवारी दिएर आएको थिएँ त्यति बेला पनि यहाँहरूले बोलाएर मलाई शुभकामना दिनुभएको हो। मलाई मेरो आफ्नो जितको लागि यहाँहरूले गर्नुभएको जुन प्रयास, अहोरात्र खट्नुभएको बुढाबुढा बाआमाहरू अनि सानो सानो नानी बाबा बहिनीहरू छोरीहरू छोराहरू जुन उहाँहरूको मप्रतिको लगानी छ, यो अत्यन्तै ठुलो लगानीको रूपमा मैले बुझेको छु। म सानोतिनो भए पनि व्यावसायिक क्षेत्रबाट हुर्किएको मान्छे, त्यस कारणले मलाई के लाग्छ भने लगानी गरिसके पछाडि त्यसको प्रतिफल पाउनुपर्छ। त्यो पैसाको लगानी होस् या तपाईँले लगानी गरेको भोटको लगानी होस्, तपाईँहरूले गरेको लगानीको प्रतिफल तपाईँहरूले पाउनुपर्छ र तपाईँहरूको कारिन्दाको रूपमा म गएको हो। त्यस कारणले मलाई अघि भर्खरै कृष्णगोपाल दाइले भन्दै हुनुहुन्थ्यो तपाईँ अलि छिटो आउनुपर्थ्यो, अलि यो सगुन खान ढिला भयो भन्दै हुनुहुन्थ्यो। त मैले खास चाहेको त अझ 1 वर्षपछि यो सगुन खान अझ छिटो भयो भन्ने लाग्छ मलाई, किनभने आज तपाईँहरूले मलाई सभामुख भएको हैसियतले माला लगाइदिइराख्नु भएको छ। तर म यो माला चाहिँ त्यति बेला लगाउन चाहन्छु सभामुख भएर यो काम गरेर यो साँच्चै राम्रो काम गर्यो भनेर तपाईँहरूले मूल्याङ्कन गरेपछि लगाउनु। सभामुख त मैले एउटा पाएको एउटा पदीय जिम्मेवारी, यो जिम्मेवारीमा बसेर मैले काम चाहिँ के गरेँ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। त्यस कारणले हामी सबै साथीहरूलाई यही भनिरहेका छौँ, मन्त्री हुनु भनेको अथवा सांसद हुनु भनेको एउटा जिम्मेवारीमा पुग्नु हो। त्यो चाहिँ हामीलाई जिम्मेवारी दिएर जनताले पठाउनु भएको। तर अब जनतालाई हामीले त्यो जिम्मेवारीमा पुगेपछि इमान्दारिताको साथ काम गरेर जनताको लागि के गर्न सक्यौँ त्यो कुरा देखाउनु पर्ने चाहिँ महत्त्वपूर्ण हो। किनभने चुनिने त हामीभन्दा अगाडि धेरै मान्छेहरू चुनिनु भयो, धेरै मान्छेले भाषण गर्नुभयो, धेरै मान्छेले फुलमाला लगाउनु भयो, तर काम कति गर्नुभयो भनेर तपाईँहरूले मूल्याङ्कन गरिराख्नु भएको छ। त्यस कारणले म एकदम मैले यहाँ अगाडि भएर होइन, कृष्णगोपाल दाईहरू जस्ता केही मान्छेहरू हुनुहुन्छ जसलाई समाजले सम्झिरहेको छ। मैले होइन, म त एकदम पछि राजनीतिमा आएको मान्छे, मभन्दा अगाडि धेरै राजनीति गर्नुभएको अग्रजहरू यही स्टेजमा हुनुहुन्छ, यहाँ उपस्थित हुनुभएका महानुभावहरू कति हामीभन्दा धेरै पुरानो राजनीतिज्ञहरू हुनुहुन्छ। तपाईँहरूलाई थाहै छ यो देशमा राजनीति गर्न र आज हामीले यति सजिलो राजनीति गर्नको लागि उहाँहरूकै देन हो। उहाँहरूले गरेको प्रयास, उहाँहरूले ल्याइदिनु भएको त्यही लोकतन्त्र, गणतन्त्र, यही प्रजातन्त्र, यही लोकतान्त्रिक गणतन्त्र यो राज्यमा हामीले आज यो राजनीतिक प्रणालीमा यो संविधानमा बसेर हामीले राजनीति गर्न पाएका छौँ। त्यस कारणले म उहाँहरूलाई माथि सम्मान व्यक्त गर्न चाहन्छु। अग्रजहरूले गरिदिनु भएको त्यो प्रयासमाथि हामी र हामीभन्दा पछिल्लो पुस्ताले यस्तो सहजै राजनीति गर्न पाउने अवस्थामा आएका छौँ। उहाँहरूलाई सम्मान गर्दै र हुर्कँदै गरेका साना भाइ बहिनीहरूले हामीलाई तिमीहरूले काम गर्नुपर्छ है, अब हामी विदेश जानु नपरोस् भनेर जुन घचघच्याउनु भएको छ उहाँहरूलाई, र हामी एउटा उमेर समूहको छौँ जसले काम गर्नु नै पर्छ। अब देशमा भ्रष्टाचार अब योभन्दा अगाडि जानु हुँदैन, विकास गर्न ढिला भइसक्यो भनेर हामीले जुन हुटुटीको साथ आएका छौँ। त्यस कारणले मलाई विश्वास छ हामी सबैजना मिलेर अगाडि बढेपछि यो देश छिटोभन्दा छिटो समृद्ध हुनेछ, जनताले सुख पाउनेछन्, अस्पताल जाँदै गर्दाखेरि डाक्टरले उपचार गरिदिनेछन्, सांसदहरू खोज्न नपर्ने दिन आउनेछ, स्कुलमा जाँदा बच्चाहरूले भर्न सजिलै हुन पाउनेछन्, पढ्न पाउनेछन्, यहाँ हामी सब पैसा नभएर मर्नुपर्ने दिनको अन्त्य हुनेछ, हामीले पैसा नभएर पढ्न नपाउने दिनको अन्त्य हुनेछ। अब गर्नुपर्ने काम भनेको त्यो हो। त्यस कारणले कानुन निर्माणमा कहीँ कतै नचुकिकन मभन्दा अग्रज अनुभवी आफ्ना अग्रज व्यक्तित्वहरूसँग ती अनुभवहरू साटासाट गरेर सिकेर र हुर्कँदै गरेका भाइ बहिनीहरूसँग प्रविधिलाई अझ हामी छिटो र राम्रोसँग कसरी प्रयोग गर्न सकिन्छ भनेर सिकेर हामी यसरी काम गर्ने जुन प्रयास गरेको छु। त्यस कारणले फेरि अन्तमा 9 नम्बर क्षेत्र विशेष गरी आज उपस्थित हुनुभएको सबै महानुभावहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि तपाईँहरूसँग सानो सानो भेटघाटमा आउन सक्छु। त्यस कारणले तपाईँहरूलाई मैले म चुनावमा आउँदै गर्दा पनि भनेको थिएँ कुनै पनि विषय लिएर म कहाँ आउन सक्नुहुनेछ, मेरो सचिवालयमा कन्ट्याक्ट गर्न सक्नुहुनेछ। हामी 2 दिन तपाईँहरूले काम छ भने, काम छैन फोटो खिच्नको लागि त तपाईँहरूको मनमा फोटो खिचिसकेको छु, मैले तपाईँहरूको मनमा बसिसकेको छु, तपाईँहरूले माया गरिसक्नु भएको छ। त्यस कारणले सबैसँग भेट्न नसकुला, सबैसँग फोटो खिच्न नसकुला, तर तपाईँहरूको काम भनेको हामीले गर्नुपर्ने काम के हो, त्यो काम कति छिटो गर्न सकिन्छ, त्यो सानोतिनो कामदेखि ठुला ठुला कामहरूसँग किन नहोस्। त्यसमा म सभामुख भयो अब काम हुँदैन कि मन्त्री भइदिए भए हुन्थ्यो अथवा अरू जिम्मेवारीमा बसे अलि सजिलो हुन्थ्यो कि भनेर तपाईँहरूलाई चिन्ता छ भने त्यो चिन्ता गर्नु पर्दैन। म जुनसुकै जिम्मेवारीमा भए पनि क्षेत्र नम्बर 9 को सांसद हो।
त्यस कारणले म क्षेत्र नम्बर 9 को सांसदको हैसियतले क्षेत्र नम्बर 9 को विकासको लागि यहाँ बसोबास गर्नुहुने तपाईँ तमाम आमा बुबा दाजुभाइ दिदीबहिनीको विकासको लागि समृद्धिको लागि म निरन्तर खटिरहनेछु। काम गरिरहेका छौँ हामीले, तपाईँहरूलाई कति थाहा होला कति नहोला, हामी निरन्तर काम गरिरहेका छौँ। हामी अव्यवस्थित बस्तीलाई त्यसको व्यवस्थापन गर्न होस् अथवा यहाँका सानातिना पानीका समस्याहरू होस्, सडकका समस्याहरू होस्, यहाँको सौन्दर्यीकरण गर्ने विषयवस्तु होला, यी सबै काममा हामी काम गरिरहेका छौँ। त्यस कारणले म नदेखिँदैमा मैले गरेको हो होइन भनेर मलाई क्रेडिट दिनु पर्दैन। यहाँको काम हुनु पर्यो। यहाँ तपाईँ हामीले चाहेको अनुसार हाम्रो सांसदले काम गरिदिनु पर्यो भनेको तपाईँको सांसदले तपाईँको कारिन्दा भएर गएको मैले यहाँको लागि काम गर्नु पर्यो, म देखिरहनु पर्दैन। त्यस कारणले काम भएन भने सबैलाई सानोदेखि ठुलोसम्म जसोसुकै समस्या भयो भने आउनुहोस्, भेटघाट गरौँ, छलफल गरौँ, त्यसमा सम्बन्धित निकायसँग बसेर छलफल गरेर काम गरौँला। यति भन्दै यहाँहरूले आज बोलाउनु भयो, मलाई जुन माया दिइराख्नु भएको छ, म यसको निरन्तरता कामबाट प्रमाणित गर्न कोसिस गर्नेछु। कामको लागि धेरै स्रोत र साधनहरू चाहिन्छ। हामीसँग भने जति स्रोत र साधनहरू नहोला तैपनि हामी बिस्तारै बिस्तारै जे शक्ति हामीसँग छ त्यसलाई लागू गर्दै त्यसलाई प्रयोगमा ल्याउँदै तपाईँहरूको अगाडि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। फेरि पनि यहाँहरूलाई आज जुन मायाले बोलाइदिनु भयो धेरै धेरै धन्यवाद छ। नमस्कार। धेरै धेरै धन्यवाद आजका प्रमुख अतिथिको प्रेरणादायक मन्तव्यको लागि। अब हामी आजको कार्यक्रमको अन्ततिर आइसकेका छौँ। हामीले आज मन्तव्यको क्रममा पनि धेरै वक्ताहरू राखेका छैनौँ। त्यसो भएकोले आजको हाम्रो कार्यक्रमको अन्तिम तथा समापन मन्तव्य राखिदिनु हुन, कार्यक्रम औपचारिक रूपमा समापन पनि गरिदिनु हुन वैद्यनी पार्टी तथा नारायण मन्दिरका अध्यक्ष श्री प्रेम बहादुर रोकाज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसपछि यो मन्तव्यपछि हामीले एउटा फोटो सेसनको कार्यक्रम राखेका छौँ। फोटो सेसनको लागि सबभन्दा पहिला चाहिँ नि आयोजक कमिटीका साथीहरू बस्दिनु होला। त्यसपछि चाहिँ नि हाम्रो नजिकको कीर्तिपुर नगरपालिकाबाट आउनुभएका साथीहरूको लागि फोटो सेसनको लागि दोस्रो हामीले कार्यक्रम राखेका छौँ। त्यही क्रमअनुसार चाहिँ नि अरूले भिडभाड नगरिकन फोटो सेसन गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दै आजका वैद्यनी पार्टी तथा नारायण मन्दिर समितिका अध्यक्षलाई समापन मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। प्रमुख अतिथि आमन्त्रणलाई स्वीकार गरी मञ्चमा आसीन प्रतिनिधि सभाका सम्मानीय सभामुखज्यू, अतिथिको आमन्त्रणलाई स्वीकार गरी मञ्चमा आसीन पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठज्यू, श्री कुमारी क्लब अध्यक्षज्यू, कुमारी क्लब क्षेत्रभित्र रहेका विभिन्न मन्दिर समितिका प्रमुखज्यूहरू, वडाका प्रतिनिधिहरू, वैदिनी पार्टी तथा नारायण मन्दिर संरक्षण समितितर्फ प्रतिनिधि सभाका सम्मानीय सभामुखज्यू, स्वागत गर्दछौँ। यस मन्दिर तथा क्रियापति भवन जीर्णोद्धारको लागि यो समिति अगाडि बढिरहेको व्यवहार जानकारी गराउन पाउँदा हामी हर्षित भएका छौँ र आवश्यक परे सम्मानित सभामुखबाट मन्दिर संरक्षणको लागि आवश्यक पहल तथा सहयोग हुनेछ भन्ने विश्वास लिएका छौँ। अन्तमा यस कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्न सहयोग गरिदिनु हुने हाम्रा सहकर्मी मित्रहरू रबेन खड्का, अर्जुन बस्नेत, राम भट्ट, सुजय रोका तथा विक्रम खड्कीज्यूलाई लगायत प्रहरी प्रमुख सम्पूर्ण स्वयंसेवक मित्र धेरै धेरै धन्यवाद दिँदै यस कार्यक्रम विसर्जन भएको घोषणा गर्छु। धन्यवाद। अब हामी फोटो सेसनको लागि तयारी अवस्थामा आयोजक समितिका साथीहरू आउनु होला।